चाबी भेट्यो हजुर दामी फुल फुलाउने हाम्रो विचार हो। ओके अनि सब यसरी सुतेर चाहिँ अनि कति कमाउनुहुन्छ दिनमा 12 बजेको घाम नभने पनि हामीले चाहिँ यहाँ मल उठाउँदैछौँ क्या। सीसी क्यामेरा चाहिँ अस्ति भर्खरै लाउनु भएको रहेछ नि त यहाँ। अनि हेलो गाइस वेलकम टु आवर भिडियो। अनि आज चाहिँ हामी चाहिँ फुल रोप्न गइरहेको छौँ। त्यसको लागि चाहिँ हामी फुल रोप्नको लागि चाहिँ के चाहिँ गर्दो रहेछौँ त भन्ने कुराहरू चाहिँ आज हामी टोटली अन्जना र मैले चाहिँ आज चाहिँ मेन भनेको फुल रोप्ने प्रोसेस चाहिँ हामी तपाईहरुलाई चाहिँ देखाउनेछौँ। हिजो हामीले फुल किनेको थियौँ नि त, अनि त्यो फुल रोप्नको लागि चाहिँ अब मल लिन जानुपर्ने हुन्छ। मल माटो सबै मिसाएर लाउनु पर्ने हुन्छ। अनि हामी चाहिँ जङ्गलमा गएर माटो पनि ल्याउनेछौँ, अनि साथसाथै मल पनि हामी तल लिन जान्छौँ। अनि चाहिँ हामी मल लिन जानु लागेको, अनि त्यसको लागि चाहिँ मल लिन जानुको लागि चाहिँ बोरा खोज्नुपर्ने हुन्छ। अनि यहाँ टक्कै पसलमा चाहिँ अब बोरा खोज्ने हो। अनि यस्तो बोरा, अब यो बोरामा चाहिँ एक बोरा मल लिएर आउनु पर्ने हुन्छ। अनि यो चाहिँ बोरा पनि भेट्यो। सो अनि एक बोरा मल चाहिँ हामी लिएर आउँछौँ है। अनि अन्जना चाहिँ माथि रुममा छ, अनि म चाहिँ पर्खिरहेको छु पसलमा। अनि यहाँ सीसी क्यामेरा चाहिँ अस्ति भर्खरै लाउनु भएको रहेछ नि त यहाँ। अनि यहाँ चाहिँ सबै चोरी भयो भने पनि केही फरक पर्दैन, सीसी क्यामेरा जिन्दाबाद है। अनि अन्जना चाहिँ माथि रुममा छ, अनि म चाहिँ वेट गरिरहेको छु। अनि हामी चाहिँ मल लिएर आउँछौँ है त। सो फाइनली मल चाहिँ हामी लिन आएको छौँ। अनि यो मल चाहिँ यहाँ बोरामा एउटा बोरामा भरिसकेको छौँ। अब अझै एउटा बोरामा लगाउनु बाँकी छ। त्यो चाहिँ अर्ग्यानिक मल, हामी चाहिँ गाई बस्तुको मल चाहिँ लिन आएको छौँ। यहाँ तल आएको छौँ नि त। अनि 12 बजेको घाम नभने पनि हामीले चाहिँ यहाँ मल उठाउँदैछौँ क्या। यस्तो जाँगर चाहिँ हुनु पर्यो क्या, फुल रोप्नको लागि त्यस्तो जाँगर हुनु पर्यो है गाइस। तपाईँहरूले चाहिँ फुल रोप्न मन लाग्छ कि लाग्दैन? दिउँसोको यस्तो मध्ये घाम, 12 बजेको घाम हो। होइन 12 बजेको घाममा पनि अन्जनाले बोरा खोजी अब चाहिँ हामीले चाहिँ मल उठाउने छौँ। हामीले चाहिँ अब फुल चाहिँ यस्तो दामी बब्बाल फुल रोप्छौँ यो मल लगेर चाहिँ। सो अनि अहिले चाहिँ हामीले चाहिँ मल लानको लागि चाहिँ हामी कहाँ तल आएको छौँ नि त। अनि यो मल लगिसकेपछि चाहिँ अब हामीले राम्रो राम्रो फुलहरू रोप्ने भनेर चाहिँ अब फुलहरू पनि किनिसकेको छौँ। अनि यस्तो राम्रो मल त अब छोड्नु भएन नि त, त्यही भएर हामी कहाँदेखि आएको छौँ। यहाँ त यस्तो दामी फुलहरू रोप्नु भएको छ नि, हेर्नु आँगनमा पनि यस्तो मजाले लिप्नु भएको छ यहाँ बढिहाल्ने। यो फुल चाहिँ कस्तो दामी क्या प्लान्ट। अनि यतैभरि फुल छ यस्तो, यो फुल त कति राम्रो क्या। अनि यहाँ हेर्नु सक्नुहुन्छ स्ट्रबेरी। अनि घरमा यसरी बोरामा अब बारीतिर त रोपेको खेती गरेको त देख्नु भएको छ नि त सबैजनाले होइन। अनि हेर्नु सक्नुहुन्छ यति मजाले फलेको छ, कत्रो ठुल्ठुलो टप्रेको के फेरि बोट पनि है। यस्तो बोरामा नै यसरी रोप्नु भएर हेर्नु न यस्तो ठुल्ठुलो फलेको छ। कोही हुनु न होइन, यस्तो मजाले फलेको के। अनि यसरी जाँगर चलाएर रोप्यो भने त अनि हुने रहेछ त यहीँ पनि। घर यो आँगन त यति मजाले स्याहार्नु भएको छ, चुलाहरू हेर्नु यो हो नि त जाँगर है। यस्तो मजाले लिनुभएको छ यहाँ हेर्नु न कति क्युट क्या म त। अनि यहाँ हेर्नु माटोको घर हुनु चाहिँ यही फाइदा, यतातिर पनि यसरी रोप्नु भएको छ यस्तो मजाले क्या। गमला बनाउनु भएर अनि यतातिर हेर्नु न लेख्नु भएको क्या मजाले चिल्लो पारेर यस्तो दामी। अनि यता यसरी बनाउनु भएको रहेछ बढिहाल्ने। अनि स्ट्रबेरी धेरै अघि हामीले टिपिहाल्यौँ, यो चाहिँ थोरै मल चाहिँ यहाँ 2 बोरा मल यहाँ आइसकेको छ। फाइनली हामी अब माटो लिन जानु लागेको। अनि त्यसको लागि अब बोरा माटो लिन जानुको लागि चाहिँ बोरा चाहियो नि त। अनि अन्जनाले बोरा भेट्नुभयो एउटा मात्रै, अब एउटा 2टा चाहियो नि त तपाईँ र मेरो। अनि यहाँ चाहिँ अहिले लाइन गएको गर्छ नि त, खोइ के भएको हिजो पनि दिनभरि गयो। हाम्रो कुलमान सर चाहिँ चेन्ज हुनुभएछ, साह्रै दुःख लागेको छ। अनि हाम्रो अङ्कल भन्ने दाइ सफारीवाला दाइ चाहिँ यस्तो सुतिराख्नु भएको छ। अनि यसरी सुत्नु भएर त अनि बिजोक हुन्छ त हो, कसरी चल्छ हाम्रो सफारी लाइन है। हाम्रो दाइहरू सुतिराख्नु भएको, अनि सब यसरी सुतेर चाहिँ अनि कति कमाउनुहुन्छ दिनमा? अङ्कलले चाहिँ पैसा गन्दै हुनुहुन्छ, कति कमाउनु भयो? अनि यसरी सुतेर त बिजोक हुन्छ त, कमाइ हुन्छ यसरी। अनि गाह्रो छ हाम्रो नेपालमा, गाह्रो छ काम गरी खानु, गाह्रो छ। अनि हामी चाहिँ एकदमै ठुलो क्या जङ्गल है। अनि जङ्गलको बिचमा हामी चाहिँ माटो लिन आइरहेको छौँ। अनि यो माटो चाहिँ अब यस्तो लानुपर्ने हुन्छ है। हिजो हामीले यहाँबाट लगेको, अनि त्यतिले नपुगेर चाहिँ फेरि पनि हामी आएको। यो पत्ताहरू यस्तो मजाले सुकेको छ है।
बेलजा चलाउन आउँछ? के भन्छ हौ? किसानीको छोरी होइन? अनि आउनु परेन? अब हामीले 2टा बोराबाट त्यस्तो टनाटन माटो लानुपर्ने हुन्छ। अनि माटो लगेर चाहिँ हामीले यस्तो छठमा दामी फुल फुलाउने हाम्रो विचार हो। फुल मात्र होइन, हामीले खोर्सानीदेखि लिएर कागतीदेखि लिएर हामीले स्ट्रबेरीदेखि लिएर सबै हामीले चाहिँ फलाउने विचार छ हामी 2जनाको। बेलजा यसरी चलाउनु पर्छ हेर्नु। देख्नुभयो यसरी के? ए तपाईँलाई आउँदैन रहेछ यस्तो गर्ने हो। फुल रोप्नु कहाँ सजिलो छ साथीहरू। फुल आहा फुटिराखेको त कति राम्रो फुल भनेर है सबैले माग्छ। रोप्नुलाई त कम त गाह्रो हुन्छ, अलिक सिधा गर्नु। यस्तो फुल त नि डेन्जर रोप्नुलाई त। अनि यस्तो जङ्गलको माटो चाहिने रहेछ नि त यार। हामीले चाहिँ 1 बोरा माटो अनि यहाँ पत्ता पनि लगेछौँ। यो पत्ता पनि मल हुन्छ नि त। अहिले एकदमै मजाको सुकेको पत्ता छ, अनि त्यही भएर लानु लागेको। अन्जनाले दाउरा पनि लाने भन्दैछ। अनि दाउरा बाल्ने चुल्हा छ त? तगारी आएको छ त हाम्रोमा। हो ओए हो र? कोइला चुल्हा बनाउनु पर्छ है? बनाउन आउँछ? ए अन्जना गिरी हिँड्यो हो, दाउरा पनि लगो यार। ल त्यसो भए कोइला चुल्हा बनाउनु पर्छ यार। मलाई कस्तो मनपर्छ कोइला चुल्हा। ल हाम्रो चाहिँ यस्तो भारी पुगेको छ, हेर्नु सक्नुहुन्छ भारी। भाइले छठमा चाहिँ मल ल्याइदिएको छ है राम भाइले। फुल रोप्नु पर्ने यत्रो धेरै कस्तो सासै बढो, यत्रो धेरै। हिजो ल्याएको यो मल माटो यो, अनि अहिलेको यो छ है यस्तो छ। अब जस्तो दामी फुल रोप्नु पर्ने छ नि त। अब चाहिँ हामीले चाहिँ मल यस्तो फिन्जाइदिने, मल र माटै फिन्जाइदिने हो अलिकति हौ। ल ल ल मल र माटो हामीले चाहिँ, मल त यस्तो राम्रो छ है, कोकोपिट जस्तो छ नि। ओहो यस्तो छ। अब यो पनि खनाउनु पर्ने हुन्छ। आज हाम्रो जाँगर जस्तो जाँगर छ है। ए चाबी रहेछ नि साँच्चै, अर्को पनि छ। कहाँको के छ अर्को? रुमको चाबी। मेरो चाबी हरायो गाइस। अघि ल्याउँदा नि अप्ठ्यारो भएर। ला कहाँ हरायो चाबी? मुझे चाबी चाहिए मुझे। दिमाग म त बिर्सिरहेको होइन, अघि मैले निकाल्नु पर्यो सोचिरहेको थिएँ क्या। के बच्च भन्दै थिएँ नि। चाबी भेट्यो। हजुर कोक लिएर आएको दिउ थिएन, स्प्राइट थिएन। मैले चाहिँ कागती रोप्नुको लागि माटो रेडी पार्दैछु। माटो र मल डडम काटेर पनि रेडी भइसकेको छ। अब यसमा चाहिँ कागती रोप्नु। कागती यहाँ छ, कागती फली पनि सकेको छ। कागती खानु कति मिठो हुन्छ हैन? भयो रोप्नु पर्यो नि त। दिदीको हेल्पर अनि दिदी भएर अर्को बाल्टी हामीले यहाँ एउटा रोपिसक्यौँ। अनि अर्को पनि रोप्नुको लागि रेडी पार्दै हुनुहुन्छ 2जना हेल्पर र दिदी भएर। हेलो साना तिमी साले बेबी। हेलो बेबी तिमी साले चाक्छौ। ल हे अब हामीले चाहिँ फाइनली यस्तो रोपिसकेको छौँ। रोप्ने बित्तिकै फल पनि फलिसकेको छ। फलिसक्यो। यहाँ फुल्दैछ नि त। Flower is blooming here. फुल्दैछ फल्दैछ। आफ्नै छतमा यसरी कागती फलाउने हिम्मत राख। खोर्सानी फलाऊ। यहाँनिर फुल फलाऊ डिफ्रेन्ट कलरको। पानी लाउदिने यसरी। अब यो कस्तो हुन्छ पछि है। कागतीको बोट फाइनली रोपिसकियो। यो चाहिँ हाम्रो भाउने चोक मेन रोड वहाँ छ। यहाँनिर चाहिँ अभिषेक हार्डवेयर पसल छ। सो अहिले चाहिँ अब हामीले चाहिँ सबै रोपिसक्यौँ। फुल कागती सबै रोपिसकेपछि
फुल्न लागेको छ। अनि यस्तो छ मेरो फुलहरू, यता पनि छ, यस्तो छ। चाहियो भने नमाग्नु होला, के को कन्ट्याक्ट गर्नु होला। यो पनि फुल्दो रहेछ है, यस्तो दामी फुल्दो रहेछ। फुलिरहेको छ बेगमबली, यो पनि फुलिरहेको छ। बोट भइहाल्यो। अनि यता पनि मेरो फुलहरू छ, यस्तो ढक्कमक्क फुलिरहेको छ। फुल रोप्नु कहाँ सजिलो छ, सबैले राम्रो भन्नु मात्रै हो। यस्तो छ फुलहरू, यहाँ फुलिरहेको छ बेगमबली, एन्ड यहाँ यसरी फुलिरहेको छ। फुल रोप्नु त्यत्तिकै सजिलो छैन नि होइन, यस्तो छ। यो पनि हुँदैछ। अनि आजको भिडियो यति नै। थ्याङ्क यू फर वाचिङ। बाई बाई, सी यू इन अनदर भिडियो। ओके।